So namaste and good morning to all of my friends and welcome back to the vlog. आज हामी फ्यामिलीसँग अक्टोबरबाट ब्युटिफुल प्लेस कल्ड पाल्चुके माईको दर्शन गर्न जाँदैछौँ गाइज। र आजको ट्रिप चाहिँ एकदम स्पेशल छ फर मी बिकज आई एम गोइङ विथ माई फ्यामिली गाइज। सो सकेसम्म बेस्ट नै क्याप्चर गर्नेछु त्यो ठाउँको बारे। अनि एन्ड यस इट्स माई फर्स्ट टाइम इन द्याट प्लेस। योभन्दा अगाडि म त्यो ठाउँमा गएको पनि थिएन र यो मेरो फर्स्ट टाइम हो त्यो ठाउँमा। मलाई त ठाउँको बारे खासै केही नलेज पनि छैन। सो अब त्यहीँ गएर थाहा हुन्छ त्यो ठाउँको बारे कस्तो छ के छ भनेर। एन्ड सो सबैले आफ्नो सिट बेल्टहरू बान्नुहोस् र हामीसँग यो ट्रिपको इन्जोय गर्नुहोस्। एन्ड लाइक comment and subscribe guys, please support this new vlog. So guys, हामी हिँडिसकेका छौँ। अहिले हामी सल्लाह गरी आइपुग्न लाग्यौँ। Hello guys. Patapati, अनि गला patapati, अनि एउटा मेन हारा patapati। पानी परिरहेछ अहिले पनि सिमसिम। Hello everyone. अनि एउटा चाहिँ बच्चाहरू रुइरहेको छ, हेर्नु सक्नुहुन्छ। उसलाई चाहिँ भमिट आइसकेको छ। कस्तो छ भमिट आएर? ठिकै छ। कस्तो छ हजुरलाई सुसु गरेर? अनि हामीसँग चाहिँ एउटा गाडी छ, अनि पछि हामी गाडीमा आएको छौँ। कति खिचिरहेको, अनि पछि हेर्नुहोस् त। अब एक एकजना मान्छेको हामी रिभ्यू लियौँ। बा तपाईँलाई कस्तो फिल भइरहेछ यता आएर? मलाई एकदम जाडो भइरहेछ अहिले नगरकोटमा। अनि अब म मेरो नानुको हाई गर्नुहोस्, हेलो भन। अनि यो चाहिँ मेरो मामु। तपाईँलाई कस्तो फिल भइरहेछ यता आएर? कस्तो फिल हुने भएका पुगेकै छैन ठाउँमा। अनि अब सन ल मेरो फोटो मेरो देखाउनु त मेरो भिडियो। गाइस अहिले चाहिँ हामी चिया खान बसेका छौँ। अहिले हामी के भन्छ नगरकोट त पुगेको छैनौँ। नगरकोट जाने बाटोमा शान्ति स्तूपा अलिक तल छौँ हामी अहिले। गाइस हेर्नु त भ्यू कति राम्रो छ। के भयो बच्चा पार्टी? के भयो बच्चा पार्टी? के भयो? गाडीमा बान्दा आयो। अनि बान्दा खाएन नि?
कता मस्तो आम गर पानीपुरी गाली खानलाई मेरा हाई कर त गाइस हामी चाहिँ मेलम्ची बजार आइपुग्यौँ। दिस इज बजार हेर्नुहोस् राम्रोसँग यो मेलम्ची बजार हो। तीन दिन 4 दिन आयो वार पार हर छोड्ने उठ्यो घर मुनिको थान जम्मै पुर्यायो मान्छे फेरि धेरै मर्यो। मान्छे त बरु घेर परेन भाग गरे होइन कहाँ भाग्छन् त यहाँ भाग्ने ठाउँै छैन। कोही मासेर भागे कोही उता मासेर भागे के हो मान्छे त यो यहाँ त यही घर खोटाले अब यहाँ बडा घर पसल थियो अरे यहाँ घर थियो त दुईवटा 3 ढलान घर लडाइदियो यहाँ तीन ढलान थियो बडा काठमाडौँ त्यहाँ पिल्लर त्यति नलगेर घरको यो 2 ढलान घर पुगेर त्यति बनाएर यहाँ पानी त्यो गाडीहरूको बेलामा यो सबै यो समय त पानी समय बनाएर वर पार आएको भने अनि एउटा मधेसीले चाहिँ 5वटा सिलिन्डर समाति छ त्यो साङ्ले आयो बचाउ बचाउ भन्नुहुन्छ त्यसले अनि किन रानी जब कहिले चाहनु भनेर सर भन्दैछ मान्छे गयो भने साँपुरा कहाँ आउँछ पुलिसलाई बचाउ भन्दैछ तर कहिले जा भनेको भन्ने कुरो है एउटा बौलाले पनि टिकेर खानतिर बसेको टिकेर खानेर निकालौँ भने अरे गरेन माछा फार्म कति गयो हात माछा अलिअलि बगायो माछा त्यो पालिरहेको होला पाला माछा त उता फर्मै बगाएर ल्याउने उयो माथि थियो फर्म 2टा त माथि हो त्यो घर भयो त्यो आफैले जाली हालेर मार्ने माछालाई नै चर्फिसहरू पालिरहेको पालिरहेको क्या बडा त्यो के रेस्टी दिन्थ्यो हस्टी खोल्ने भनेर बनाएको बडा घर थियो सबै लौ कहिले आएको यता पार्टी चाहिँ कति वर्ष अगाडि 8 वर्ष अहिले 6-7 वर्ष गाइस यो चाहिँ मन्दिर हो। गाइस अघि हात धुने बेला मैले एउटा कुरा नोटिस गरेँ, यो धारा खोल्ने बेला चाहिँ यो धारामा चाहिँ
बाघको सेपको मुख छ बाघको मुख बनाएको रहेछ धारामा चाहिँ तर यो धारा खोल्ने बेला चाहिँ बाघकै आउँदैन जसरी बाघ कराउँछ त्यसरी आउँदैन रहेछ सुन्नै भयो अनि यहाँ पनि भयो तिनटै धारामा बाघको अवदान रहेछ असलमा चाहिँ गाइस यहाँ 3 वर्षै हुन आँट्यो अब म चाहिँ यहाँ स्वामी अध्यक्षले यही मन्दिरको अध्यक्षले मलाई राखेको कर्मचारीको लागि योभन्दा पहिला चाहिँ के थियो भने यहाँ यो यसो मन्दिरहरू केही बनाएको थिएन मैले जान्दा यहाँ ढुङ्गाको 12 थियो त्यो 12मा चाहिँ अहिले यहाँ अनि यहाँकै माथि भारतीयहरू उनीहरूको पुजारी मान्छेहरू यहाँ फापा छ भनेर खन्दै आयो तपाईँको है अनि खन्दा आउँदाखेरि एकपट्टि दुध एकपट्टि रड निस्क्यो अरे हेर्नुहोस् अनि फेरि त्यो भएर अनि यहाँ देवी निस्क्यो भएर अनि जय बागेश्वरी पाल्चोकी माई भन्ने कारण त्यो है त्यही भएर अनि ठाउँ ठाउँबाट मान्छे जम्मा भएर अनि यो मन्दिर यसरी बनाउने अझै बजेट परे भएर बजेट पर्दै बन्दै यो वर्ष यो बन्ने अर्को वर्ष अर्को बन्ने भरे बन्दै राम्रो हुँदै गइरहेको छ अहिलेसम्म योभन्दा पहिला के पनि थिएन तपाईँको अझै निकै भइसक्यो यहाँ अहिले उहाँहरू पुजारी उहाँहरू बसेको 10 वर्ष भइसक्यो ठ्याक्कै 10 वर्ष भयो उहाँहरू बसेकै अनि यहाँ चाहिँ अनि कुन महिनामा चाहिँ मेला लाग्छ कुन महिनामा तपाईँको सबभन्दा बढी शनिबार अझै अहिले मल्लमा अलिक घटिरहेको छ शनिबार यहाँ कहाँ पुग्छ त्यहाँ सबभन्दा बढी ठुलो दसैँ नमिदिन त्यहाँ शनिबार त्यहाँ चैते दसैँ अनि यहाँ चाहिँ फेरि तपाईँको औँसी र एकादशी बलि चढ्दैन पूर्णिमा हुन्छ बलि फेरि औँसी र एकादशी बलि हुँदैन यहाँ अनि अर्को मान्छेहरू सब भक्तजन बस्ने हो पूजापाठ गर्ने त्यो नै शनिबार चाहिँ यहाँ भिड लाइन पुरा हुन्छ यहाँ जानु चाहिँ यति हो म जय बागेश्वरी मन्दिरको कर्मचारी हेर्नु म बसेको 3 वर्ष जति भयो यति भन्दै म जान्छु धन्यवाद नमस्ते मेरो नाम चाहिँ छ्यामचन्द्र श्रेष्ठ यो अहिले यो जय बागेश्वरी भौरी समिति अध्यक्ष यो चाहिँ 5औं शताब्दीतिर नै मानव बस्ती चाहिँ उत्पत्ति बस्ने क्रममा चाहिँ खन्दै जाँदा चाहिँ हाम्रो मानव बस्ती बस्ने क्रममा खन्दै जाँदा चाहिँ एकपट्टिबाट खन्दै जाँदा चाहिँ अब रगत आएको अनि एकपट्टिबाट खन्दै जाँदा चाहिँ दुध आएको भएर यो जय बागेश्वरीलाई यो जस्तै यो 5औं शताब्दीदेखि नै चाहिँ यो उत्पत्ति भएको मन्दिर हो जस्तै राजा छिमेकी उको पालादेखि नै तपाईँको उहाँले चाहिँ के थियो भने रानी बिरामी हुनुभयो अरे उहाँ आएर चाहिँ यहाँ भाकल गरेर गएपछि जस्तै त्यो चाहिँ अब विषय भएर चाहिँ यहाँ चाहिँ केही देवीको शरीर छ यता छ भनेको पुग्दछ भन्ने हो अरे जस्तै हाम्रो यो पछि पृथ्वीनारायण शाहले पनि एकीकरण त्यो राज्य एकीकरण गर्ने क्रममा जस्तै उहाँले चाहिँ हाम्रो यो नुवाकोट जित्नेको क्रममा पहिला जित्नु भएन अरे अनि त्यो भएको हुनाले यहाँ चाहिँ त्रिशूल एउटा गाडेर गएपछि हाम्रो पृथ्वीनारायण शाहले नि नुवाकोट जित्न सफल हुनुभयो अरे अनि त्यस्तै अब भएर यो यो पाल्चोकी माईको चाहिँ एकदम अलिकति चर्चा अलिकति भएर यो गइरहेछ ताले हो कलकत्ता हो चाहिँ दगेश भाइ हट्टी बहन तो मेरा भिडियो खिच पाइगया बिना मेरो परमिसन के भन्ने यही हो अनि यो पनि हो दगेश भाइ त्यो भाग्यो चाहिँ किन भाग्यो दगेश भाइ Guys, this tap is very wonderful and unique. Let's see. यहाँ खोल्यो यहाँबाट पानी आउँछ त्यसरी
Hearn about wonderful guys. Very unique tap in village area. So guys, हामी मन्दिर गएर दर्शन गरेर पूजा सकेर हामी त अहिले खाना खान आएका छौँ। खाना चाहिँ रेडी हुँदैछ अहिले हाम्रो खासमा 10-15 मिनट लाग्छ होला सायद। यता चाहिँ खानाको प्राइस चाहिँ ठिकै भनौँ, भेजको चाहिँ जम्मा 200 हो, चिकनको चाहिँ 300 हो अनि मटनको चाहिँ 400 हो। अब खाना कस्तो छ म हजुरलाई पछि खाना आएपछि देखाउँला अनि भन्नुला पनि है गाइस। सो तबसम्मको लागि स्टे ट्युन। सो फाइनली गाइस हाम्रो खाना आयो। सो गाइस हमारा खाना वाना हो गया है, अब हम गाड़ी की तरफ जा रहे हैं। हम चाहिँ खाना साना भइसक्यो, अब हामी गाडी भएको ठाउँमा जाँदैछौँ गाइस। मलाई केही बोल्न आएन र मेरो धेरै बोल्ने बानी पनि छैन भनेर म भन्दिनँ पनि। फाइनली गाइस 1 घन्टा हिँडेर हामी गाडी भएको ठाउँमा पुग्यौँ। लगता है फिर से मुझे खाना खाना पड़ेगा गाइस। हाम्रो गाडी त्यही हो, ड्राइभर चाहिँ पुरै बोर भएर दिक्क मानेर छ। ड्राइभर स्पिडिङ भेरी बोर। अनि यो चाहिँ एकदम बदमास बच्चा हो, यो एकदमको बदमास बच्चा हो। यो अर्को पाल्तु पनि छ, यिनीहरू पनि एकदम बदमास, यिनीहरू बदमास पुच्चीहरू यिनीहरू यो बदमास एकदम यो के भन्छ नदेख्ने गरी बदमास बच्चा। अनि यो चाहिँ एकदम कामचोर बच्चा हो, कामचोर बच्चा, कामबाट जहिले रिसाउने बच्चा यही हो। अनि हैन अमिरवालालाई यहाँ माइक भन्छ चुप कर। गाइस मुझे ऐसा लग रहा है कि ये पेड़ बहुत साल पुराना है। यो ठाउँमा चाहिँ प्राय अग्राको रुखहरू रहेछ। जुन ठाउँमा अग्राको रुखहरू हुन्छ त्यो ठाउँमा धेरै गर्मी हुन्छ अरे गाइस, मैले सुनेको भर्खरै। सो ठाउँ त ठिकै छ, ठाउँ राम्रै छ, तर अलिक गर्मी पनि छ। यहाँबाट चाहिँ हिमालयनको कुनै भ्यू देखिरहेको छैन। अघि हामी गाडीबाट आउँदाखेरि चाहिँ हिमालयनहरू राम्रोसँग भ्यू देखाएको थियो। विन्टर सिजनमा आयो भने चाहिँ आई गेस सो विन्टर सिजनमा आयो भने चाहिँ हिमाल मजाले देखिन्छ। हामी यहाँ बस्छौँ, सबैजना आएको छैन, सबैजना आएपछि गाडीमा जान्छौँ, बस्छौँ अनि सकिन्छौँ। सो स्टे ट्युन, see you soon guys। हामी चाहिँ एकछिन आराम गर्दैछौँ अहिले। गाडीको ब्याट्री नपुग्ने भयो गाइस, त्यही भएर हामी तुलसीतिर चार्ज गर्ने कुरा गर्दैछौँ। 5 घरमा पनि चार्ज गर्ने कुरा थियो, तर 5 घरमा त्यो चार्ज गर्ने रेडी भएको रहेछ, 2-4 दिन लाग्छ अरे। त्यही भएर अब हामी चाहिँ होटलमा गएर त्यहाँ एकछिन चार्ज गर्छौँ 1 घन्टा जति। सो अहिले चाहिँ हामी एकछिन गाडी रोकेर आराम गर्दैछौँ गाइस। भेरी टफ
सो गाइस हामी चाहिँ अहिले यता इभी गाडी चार्ज गर्ने ठाउँमा छौँ चार्ज नपुग्ने भएकोले तबसम्म अलिअलि नास्ता गरौँ गाइस भोक पनि लागिरहेछ डगेश भाइ हाम्रो डगेश भाइ ल साथीहरू लामो दिनपछि अन्त घर पुग्यौँ आजको यात्रा यतिमै सकिन्छ यो भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद अनि आज एकदम गाह्रो भइरहेछ गाइस एकदम गाह्रो भइरहेछ एकदम थाकिरहेको छु गर्मी पनि एकदम गर्मी थियो गाडीमा अनि ठाउँ पनि एकदम गर्मी थियो त्यस्तो राम्रो भ्यू त देखेन आज ठाउँ चाहिँ मलाई खासै यस्तो राम्रो पनि लागेन भनौँ त्यस्तो अब सिनरीहरू केही पनि थिएन त्यहाँ अब त्यही खोलाहरू चाहिँ थियो अलिअलि तर सबै जुबान भएको रहेछ त्यो बेला 500 वर्ष अगाडि मेलम्चीमा चाहिँ त्यो बाढी पहिरो आएर पुरै बजारै डुबेको थियो अनि खोला चाहिँ खासै यस्तो राम्रो अनुभव लिन पाएन हामीले अब फेरि नयाँ ठाउँ नयाँ अनुभव र नयाँ भिडियो लिएर फेरि भेट्नेछु तबसम्मका लागि आफ्नो ख्याल राख्नुहोस् नमस्ते एन्ड गाइस प्लिज लाइक share and subscribe and please keep supporting